राष्ट्रिय जनावर गाई मान्दैनौ भन्ने जस्तो भनिराख्दाखेरि अर्को समुदायलाई तपाईले कतै घोचपेच गरिराख्नु भएको छ भन्ने जस्ता प्रश्न पनि विषयमा के भन्नुहुन्छ? एकजना हजुरको प्रश्नलाई म भद्रगोल जेलबाट स्थापना गर्नुभएको थियो। तपाईले भन्नुहुन्छ धर्मनिरपेक्ष हाम्रो मुटु हो भन्दै गर्दाखेरि धर्मनिरपेक्ष भनेको सबैजनाले आफ्नो धर्म मान्न पाउनुपर्छ, हिन्दूले हिन्दू मान्न पाउनुपर्छ, क्रिस्चियनले क्रिस्चियन मान्न पाउनुपर्छ भनेर हामीले चाहिँ धर्मनिरपेक्षलाई अँगालेका हौँ। अहिन्दू मान्दैनौँ, हामी हिन्दू मान्दैनौँ। यो देशका मंगोल निवासीहरूको मान्दै आएको आफ्नो धर्म चाहिँ प्रकृति पूजाकर्ता श्री बुद्ध दर्शन बुद्ध धर्मलाई चाहिँ अगाडि ल्याएको हुँदाखेरि चाहिँ यो देशका शासकहरूले आजसम्म हिन्दूलाई मात्रै मान्यता दिएको हुनाले चाहिँ हामीलाई पनि मान्यता दिनुपर्छ भन्ने हिसाबले धर्मनिरपेक्ष मुटु हो भन्दै आइरहेका छौँ। राष्ट्रिय जनता बदली गर भन्ने खालको क्वेसन गर्नुभयो। त्यो भनेको के भन्दाखेरि एउटा समुदायलाई मात्रै प्रतिनिधित्व गरिरहेको छ। त्यो झण्डाले चाहिँ यो देशको विराट नेपालीहरूको हक अधिकार र अस्तित्वलाई चाहिँ सुनिश्चित नगरेको हुनाले चाहिँ त्यसलाई पनि सुनिश्चित गरेर लैजानुपर्छ है भनेर झण्डा चाहिँ बदली गर्नुपर्छ भनेर हामीले चाहिँ यो नारा आजभन्दा 37 वर्ष अगाडि हाम्रो फाउन्डर प्रेसिडेन्ट गोपाल गुरुङज्यूले चाहिँ भन्दै आइरहनु भएको कुरालाई हामीले आज लिएर हिँडिरहेका दल दर्ता भएको 18 वर्ष भइसकेको छ। लोकतन्त्र आएको छ, धर्मनिरपेक्ष आएको छ, प्रान्तीयता आएको छ, तर पनि यो गएको छैन। किनकि एउटाले मात्रै प्रतिनिधित्व हुने लोकतन्त्र भन्ने जुन एजेन्डा छ यो एजेन्डा कुनै पनि दलको नभएर मंगोल नेसनल अर्गनाइजेसनमा मात्र भएको कारणले नेपालमा भएका शासकहरूले अहिलेसम्म यस लोकतन्त्रलाई संस्थागत गरेको छैन। सङ्क्रमणकालीन अवस्थामै छ। भट्किने हो कि समाजमा फेरि लोकतन्त्रको लागि चाहिँ लड्ने असली संगठन अथवा राजनीतिक दल भनेको नै मंगोल नेसनल अर्गनाइजेसन हो। भन्न चाहन्छु किनकि मंगोल नेसनल अर्गनाइजेसनले आजसम्म यो देशको बृहत्तर नेपालीहरूको हक अधिकारलाई लिँदै आइरहेको छ। तर चाहिँ एउटा सीमित समुदायहरूले चाहिँ मानेको घरमा चाहिँ गाईलाई चाहिँ राष्ट्रिय जनावर बनाएर राखिरहेको छ। किनकि यो देशमा त गाईलाई पुज्ने पनि छन् भने गाईको मासु खाने पनि छन्। सबै समुदायलाई चाहिँ समेटेर जानु पर्यो, सबै समुदायलाई चाहिँ समान रूपमा चाहिँ अगाडि लिएर जानु पर्यो। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ गाईलाई राष्ट्रिय जनावर मान्दैनौँ। हामीले चाहिँ कस्तुरी र मृगलाई राख्नुपर्छ भनेर आज होइन आजभन्दा 37 वर्ष अगाडि चाहिँ माग गर्दै आइरहेको कुरा हो। र किनकि यो देशमा चाहिँ एउटा मात्रै समुदाय तपाईँले भन्नुभयो क्षेत्रीय समुदायलाई चाहिँ अलिकति चाहिँ तपाईँले टार्गेट गर्नुभयो भन्नुभयो। किनकि हामीले उहाँलाई टार्गेट गरेको होइन, किनकि यो देशको शासन सत्तामा बसेकाहरूले चाहिँ यो देशको भूमिपुत्रहरूलाई चाहिँ नसमेटेको हुनाले चाहिँ हामीले सबै भूमिपुत्रहरूलाई अर्थात् यो देशको बृहत्तर नेपालीलाई चाहिँ समेट्नु पर्छ भनेर हामीले यो देशको चाहिँ अब राष्ट्रिय जनावर गाई होइन कस्तुरी मृग राख्नुपर्छ भनेर सम्मान गर्नुलाई अब यो नेशनल मंगोल अर्गनाइजेसन एउटा पार्टी पनि हो। एउटा पार्टी पनि भएका कारण तपाईहरुका नेताहरू जब चुनावमा जानुहुन्छ उहाँहरूलाई क्षेत्रीको मत चाहिन्छ होला, ब्राह्मणको मत चाहिन्छ होला। आफ्नो समुदायको मतले मात्रै तपाईँ त्यो सरकारसँग लड्न सक्नुहुन्न। भन्दै गर्दाखेरि उहाँले साथ दिन्छन्। पार्टीका हिसाबमा अगाडि बढ्दाखेरि समुदायले तपाईँलाई स्वीकार गरेन भने कसरी चाहिँ तपाईँहरू राज्यको प्रतिनिधि सभा जस्तो ठुलो सभामा कसरी हुन सक्छ? किनकि अब हामीले क्षेत्रीहरूलाई गाली गर्ने, बाहुनहरूलाई गाली गर्ने होइन के, किनकि यो देशको बृहत्तर नेपालीहरूको हक अधिकारलाई चाहिँ हामी सुनिश्चित गरेर जान्छौँ। अब आउने चुनावलाई चाहिँ हामीले जुन तपाईँले भन्नुभएको छ यो चुनावमा चाहिँ क्षेत्रीहरूको मत चाहिन्छ सबै पनि हो। किनकि मंगोल नेसनल अर्गनाइजेसनले आफ्नो स्थापना कालदेखि नै उहाँले चाहिँ के भन्नुभएको छ भन्दाखेरि मंगोल नेसनल अर्गनाइजेसनले जुन आवाज उठाइरहेको छ त्यो बाहुन क्षेत्रीलाई गाली गर्नको लागि पनि होइन, बाहुन क्षेत्रीहरूको मत पनि चाहिन्छ। किनकि 80% यो देशको भूमिपुत्रहरू छन् भने 20% यहाँको तपाईँको खस आर्यहरूलाई पनि भोलिको दिनमा समेटेर हक अधिकार सुनिश्चित गरेर जाने भनेर चाहिँ मंगोल नेसनल अर्गनाइजेसनले आजसम्म आवाज उठाइरहेको छ। आजसम्म कुनै पनि पार्टीले यो देशको बाहुन क्षेत्रीलाई पनि समेटेर जानुपर्छ भने कसैले पनि बोलेको छैन। यो बोलेको भनेको मंगोल नेसनल अर्गनाइजेसनले नै हो। भोलिको दिनमा कार्यान्वयन गर्ने कुरा पनि मंगोल नेसनल अर्गनाइजेसनले नै गर्नेछ भन्न चाहन्छु। मंगोल नेसनल अर्गनाइजेसनले संविधान मान्छ, संविधान मान्छ कि मान्दैन यो देशको संविधान? पक्कै पनि तपाईँले भन्नुभयो मंगोल नेसनल अर्गनाइजेसनले नै चाहेको यो देशमा संविधान चाहिन्छ। यो देशको सम्पूर्ण चाहिँ यहाँका बृहत्तर नेपालीहरूलाई चाहिँ समेट्नुपर्छ। संविधान भनेको
चाहिँ यो देशलाई अति आवश्यक चिज भनेर मानिरहेको कुरा हो र मानिरहन्छ। त्यही संविधानमा टेकेर नै यो देशको सम्पूर्ण जनताहरूको हक अधिकारलाई सुनिश्चित गर्नेछ भन्न चाहन्छु। अब संविधान मान्छु पनि भन्नुहुन्छ, झन्डा बदली गर्नुपर्छ पनि भन्नुहुन्छ, हिन्दूहरूलाई गाली पनि गर्नुहुन्छ, यो संविधानले भन्छ यो गर्ने पक्कै पनि होइन, यो संविधानमा लेखेको पनि छैन। किनकि बङ्गाली समाजले कसैलाई गाली पनि गरेको छैन। एउटा यो 3 कुने आकारको झन्डाले यो देशको बृहत्तर नेपालीहरूलाई प्रतिनिधित्व गर्दैन हो। यो देशको बृहत्तर नेपालीहरूको प्रतिनिधित्व गर्ने झन्डा भनेको महामानव डाक्टर गोपाल गुरुङजीले हिजो प्रस्तावित गर्नुभएको नेपालको झन्डालाई चाहिँ मान्नुपर्छ। यो देशको सम्पूर्ण जनताहरूलाई चाहिँ समेट्नको निमित्त यो झन्डाले नै प्रतिनिधित्व गर्छ भनेर उहाँले भन्नुभएको कुराहरू हो। किनकि हामीले कसैलाई गाली गरेर संविधान नमानेर त्यस्तो खालको अनैतिक कार्यहरू हामी पक्कै पनि गर्दैनौँ है। धन्यवाद, धेरै धेरै धन्यवाद।